हेलो गाइज, गुड मर्निङ फ्रम कुलेखानी। स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा। म चाहिँ कुलेखानी हिजै आएको थिएँ। भ्लग चाहिँ आजदेखि स्टार्ट गरेको। हिजो गरौँ भने किनकि गाडीमा बमिट हुन्छ, त्यही भएर हिजो भ्लग स्टार्ट नगरेको। आज चाहिँ म यहाँ बोटिङ गर्नु जाँदैछु अनि मोहिनी झरना नि जाँदैछु। अब बोटिङ गरेर मोहिनी झरना गएर टक्क तपाईँहरूलाई देखाउँछु। हेर्दै गर्नु होला मेरो भ्लग लास्टसम्म है त। यताबाट जाँदैछु म यहाँ चाहिँ यहाँ आइसकेको छु है साथीहरू। अब म तपाईँहरूलाई यताको भ्यू देखाउँछु है त। च्याट लाएर चाहिँ वाउ पारामा हेर्नु यहाँ बोट छ है साथीहरू। हाम्रो बोट चाहिँ सरर आइसकेको छ। चट्ट यो बोटमा चाहिँ हामी जानुपर्ने हुन्छ र म चाहिँ बोट चढ्नलाई यहाँ तल झर्दैछु। अब जाने हो। चट्ट हामी त्यो बोट चढेर आएको। अब त्यो फर्किरह। अब हामी चाहिँ हिँड्दै जाने। गाइजहरू अहिले चाहिँ यहाँ मोहिनी झरना जानुलाई चाहिँ पुल पनि तर्नु पर्दो रहेछ। यहाँ पुलमा छौँ है। च्याट लाएर यहाँ हेर्नु। के बोल्ने साथीहरू, बोल्नै आएन भन्नु नमिल्ने। तर के हो, चाहिने कुरा पनि बोल्न आउँदैन, नचाहिने कुरा पनि बोल्न आउँछ। त्यहाँ चाहिँ मान्छेहरू रहेछ के गरिरहेछ त्यही हेर्नु त। हिँड्नु नसकेको अवस्था है साथीहरू। अब के गर्नु, यहाँ शीतल ताप्दै बस्दै अब 30 मिनट कसरी कटाउनु। भन्नु त अब 30 मिनट भने तर कति लाग्ने हो थाहा छैन। यताको नजाराहरू हेर्नु होला। के गर्नु, हिँड्नु नसकेपछि यस्तै हो। फेरि यहाँबाट सर्टकट बाटो रहेछ है। चट्ट त्यहाँबाट जाने होला। यहाँ एउटा रिसोर्ट रहेछ। ओहो ल, मोहिनी झरना आइपुगेँ साथीहरू। मोहिनी झरना। वाह, मान्छेहरू टन्नै रहेछ। ल हेर्नु है साथीहरू, मोहिनी झरना। है साथीहरू, मोहिनी झरना आइपुग्यो। देख्न सक्नुहुन्छ मोहिनी झरना। अब टक्क हामी यहाँबाट जान्छौँ अनि तल पुगेर भेटौँला। मोहिनी झरना आइपुगेँ म। यहाँनिर धारा देख्न सक्नुहुन्छ, पानी खाने। साथीहरू, म चाहिँ मोहिनी झरना आइपुगेँ है त। ल है गाइजहरू, मोहिनी झरना नि हेरियो। त्यसपछि फर्किँदै हो। चट्टा लाएर पछाडि देख्न सक्नुहुन्छ पानी चाहिँ यहाँ चस्मामा लागिरहेको पानी अनि लुगामा नि। अब चाहिँ फर्केको। अब तलतिर केही भयो भने फेरि हामी बोटिङ चढेर जाने हो। अब फेरि त्यहाँ चढेको देखाउँछ है। स्याट लाएर चस्मा लाएर चाहिँ टक्क हिँडिरहेको छु होइन म चाहिँ। अब चस्मामा चाहिँ पानी छ होला गाइजहरू। अघि त त्यहाँ त मजा आइरहेको थियो चिसो भएर, यहाँ अहिले त गर्मी भएको के। यो ठाउँ चाहिँ बबालै त्यसै बबालै। तपाईँहरू नै आउन चाहिँ नछुटाउनु होला। यस्तो दामी छ नि यस्तो। ओहो माइ गड, धेरै हिँड्नु पनि नपर्ने रहेछ मोहिनी झरना आउनुलाई। ठिक है, म नहिँड्ने मान्छे त हिँडेँ। म चाहिँ यहाँ ओह्रालो झर्दैछु है साथीहरू। चट्टा लाएर ओह्रालो झर्दैछु। अब म तपाईँहरूलाई यता उधोको नजारा देखाउँछु। ल 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 ल। यस्तो राम्रो ठाउँमा आएर अब म गीत गाउँछु। के गीत, तर गीतै आउँदैन भने त के भन्ने। आउनु त आउँछ तर छैन। यस्तो दामी दामी नजारा हेर्नलाई चाहिँ मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला सबैजनाले भन्न चाहे मैले यहीँबाट। अरू त के भन्नु, खासै बोल्न त आउँदैन, तैपनि यहाँ बोल्ने प्रयास चाहिँ गर्दैछु क्या साथीहरू म। यस्तो राम्रो ठाउँ तपाईँहरू कहिले आउने? म त आइसकेँ, कहिले आउने लु भन्नुहोस्।
जस मजा आइरहेको क्या यहाँ हिँड्नु पनि मजा आइरहेको धेरै छैन। अब हामी चट्ट लाएर यहाँबाट ऊ त्यो पुल छ नि यहाँनिर हो यो पुल हुँदै चट्ट उता जाने होला। ल है साथीहरू यस्तो नजारा हेर्नुको लागि चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त नबिर्सिकन। म चाहिँ चट्ट लाएर यहाँ हिँडिरहेको छु होइन। यहाँ ओह्रालो हो मजाले आनन्दले हिँडिरहेको छु। यस्तो तपाईँहरू त के भन्ने अब यहाँ आउनु भएन भने त के भन्ने खै जसरी नै आउनु पर्यो यहाँ चाहिँ। यस्तो राम्रो ठाउँ चाहिँ साथीहरू हामी चाहिँ यहाँ तल आइसकेको छौँ। हामीलाई लिनलाई चाहिँ यहाँ बोट आएको छ। बोट आउँदैछ यहाँनिर। अब चट्ट यो बोटमा चढेर चाहिँ हामी जाने हो। एक राउन्ड हान्ने त्यसपछि रुम जाने। अब बोटमा चढेको साथीहरू हजुर हामी चाहिँ अब फर्केको होला। ल साथीहरू मेरो भ्लग चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु किनकि साँझ परिसकेको छ। म अहिले यहाँ तलतिर घुम्न आएको छु। कुलेखानी भिलेज रिसोर्टको तलतिर आएको छु म। मेरो भ्लग हेर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद, धेरै धेरै माया। सबैजनाले मेरो भिडियो हेरेर सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई भन्दै अहिलेलाई गुड नाइट, बाई बाई।